हेलो साथीहरू नमस्ते। अनि यो चाहिँ लट्टेको साग हो। अनि मलाई चाहिँ यो केलाउँदै गर्दाखेरि एउटा याद आयो क्या। पुरानो याद आयो। पुरानो याद चाहिँ कस्तो भन्दाखेरि आमासँग रिलेटिभ है। अनि पहिला पहिला अब यस्तो त हाम्रो गाउँघरतिर त कहिले पनि खाएको थिएन है। सुँगुरको चारो भन्थ्यौँ। सुँगुरको चारै हो वास्तवमा, हाम्रो नेपालमा चाहिँ खाइँदैन हो। हाम्रो घरतिर कतिपय ठाउँमा खानुहुन्थ्यो होला, हाम्रोमा चाहिँ नखाएको। अनि समय र परिस्थितिले के भन्नु, आमा हिजो आमालाई सम्झिन चाहे। हिजोको दिनमा तपाईँको कान्छी छोरी, मिठो सब्जी होइन, मिठो अब गिलो भात नखाने मान्छेलाई आज समय र परिस्थितिले यो लट्टेको साग पनि सधैँभरि खानु पाए हुन्थ्यो भन्ने परिस्थितिमा उभाइदियो है। हिजोको दिनमा यो जिब्रोले मिठो स्वाद खोज्ने छोरीले आज यो भोको पेट कसरी भर्ने मात्रै सोच्नु थालेको छु। समय र परिस्थितिले थाहा थिएन मलाई पनि यतिसम्म पुर्याउँछ भन्ने है। यो लट्टेको साग केलाउँदै गर्दाखेरि सम्झेको छु धेरै नै। आमाको धेरै याद आएको छ। समय सँगसँगै सबै कुरो बदलिँदो रहेछ। जीवन यति साह्रो बदलिन्छ, यतिसम्म पुग्छ भन्ने कुरा सोचेको पनि थिइनँ है। म हिजोको दिनमा मिठो एउटा हुन्छ नि, गिलो भात पनि नखाने, एउटा मिसाएको भात पनि नखाने मान्छे। समय र परिस्थितिले मलाई सधैँभरि मकैकै चामल मात्रै भए पनि खानु पुगे हुन्थ्यो नि भन्ने समयसम्म, त्यो अवस्थासम्म धकेल्यो होइन। अनि आज परदेशमा छु अनि यो कुरा यति प्यारो हुन्छ हाम्रो लागि है। अनि हाम्रो हुन्छ नि त, यो खाँदै नखाएको मैले जीवनमा त्यो 15 वर्ष भनौँ न, अब 16 वर्षमा त बिगारिहालेँ। 16 वर्षको उमेरसम्म मैले हाम्रो घरमा यो नखाएको कुरा हो क्या। अनि मिठो हुन्छ, खानुपर्ने रहेछ। समय र परिस्थितिले हामीलाई यति बलियो बनाइदिँदो रहेछ नि, के भन्नु। आजभोलि मलाई त्यो मिठो स्वाद खोज्ने जिब्रो भन्दा पनि भोको पेट कसरी भर्ने भन्ने हुन्छ। अब समयको त कुरा नै नगरौँ, विदेशमा कहिले कति बेला खानुपर्छ भने कहिले कति बेला। अनि तपाईँको छोरी अब साँच्चीकै ठुली भइसकेको छु आमा, महसुस हुन्छ। धेरै धेरै सम्झेको छु आमालाई। धेरै नै सम्झना आउँछ। साँच्चीकै समय यति छाडो बित्दो रहेछ क्या, थाहै भएन। म यति ठुलो भइसकेको छु अनि आफ्नो लागि भन्दा पनि अरूको लागि धेरै सोच्ने भइसकेको छु है। तर पनि म आज पनि तपाईँको ती प्याउली अनि कान्छी छोरी नै हो आमा है। समय र परिस्थितिले मात्रै मलाई परिपक्व बनाएको, तर तपाईँको अगाडि त म हिजोको थिएँ तपाईँको लाडली अनि प्याउली छोरी, कान्छी छोरी नै हो। धेरै धेरै सम्झेको छु आमा हजुरलाई। अब आउन चाहिँ मन छ हो, बाध्यता र परिस्थितिले गरेर नचाहँदै पनि अब आउनु सकिरहेको छैन। सो समय मिलाएर आउने नै छु। अब के गर्नु, यति साह्रो बाध्यता परिबन्धमा परिन्छ भन्ने कुराहरू पनि थाहा थिएन कि जीवनको भोगाइ यस्तो हुँदो रहेछ नि।